हाम्रो गाउँमा चाहिँ 4-5 जना ती भिरमा लोडेर घाँस काट्दाखेरि जाँदाखेरि भिरमा लोडेर मान्छे 4-5 जना मरिसक्यो है मेरो आफ्नै मान्छे 3 जना मर्यो मेरो एउटा भान्ची हजुर मेरो जेठा दाइको छोरी हजुर अनि मेरो जेठानको छोरी एउटा हजुर अनि एउटा मेरो फुपूको ओहो घाँस काट्न जाँदाखेरि घाँस खान त्यही यही भिरमा 3 जना यही भिरमा मर्यो लडेर लडेर त्यहाँ घाँस गर्दाखेरि त्यही भएर एकदमै दुःख भइरहेछ हामी अब यो गाउँमा अब नभएछ भने कहाँ जाऊँ यो मिडियामा बोल्यो मैले कुनै मान्छेले सुन्यो भने छक्कै पर्ला है छक्कै पर्ने कुरा हो यो हाम्रो गाउँमा त जानी अब यस्तो हो हामी दुःख पाइरहेछ कोही कुनामा दुःख भइरहेछ यो दुःख देख्नुपर्ने चाहिँ हामीलाई पनि यो हाम्रो जनताको दुःख देख्ने एउटा नेता चाहियो कि हामीलाई पनि किसानको चाहिँ धेरै उ गर्ने पनि आलु फाल्ने पनि आलु अनि आलुले काम नलाग्ने पनि फेरि एक वर्ष खानु मिल्नु त्यहाँ 6 महिना खाएपछि त त्यो खाएर भ्याइसकेपछि त्यो कुहिएर जान्छ राखेर खानु मिल्यो भने हुन्थ्यो सीमित समयपछि त्यो कुहिएर जान्छ अब यो फागुन महिना लाग्यो यो रोप्यो अनि त्यो भाङ्गिरहेको छ सबै कुहिएर जान्छ यो चैतदेखि त नमस्कार कृषि अनि कृषकका कुरा यो हो एग्रो टिभी नेपाल साथमा म छु दिपेश भण्डारी दर्शकबिन कृषकका समस्या र गुनासालाई समेट्ने प्रयास गर्छौं र त्यही प्रयासमा आज हामी धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका वडा नम्बर 1 लप्तुङ अथवा साबिक टिप्लिङ भन्ने गाउँमा छौं यहाँ भएका किसानले के समस्या भोगिरहेका छन् किसानले उत्पादन गरेका वस्तुहरू बजारमा बिक्री हुन पाएको छ कि छैन किसानले पालेका गाईबस्तुले राम्रोसँग स्याहार पाएको छ कि छैन त्यो गाईबस्तुको उत्पादनहरू बजारमा बिक्री भएको छ कि छैन लगायत किसानका विभिन्न समस्याहरूलाई समेटेर आज हामीले रुबी भ्याली गाउँपालिका वार्ड नम्बर 1 का महिला सदस्य देवमाया तामाङसँग रहेर कृषक अनि कृषिका कुरा गर्नेछौँ र त्योभन्दा पहिला उहाँलाई स्वागत गरौँ म्याडम यहाँलाई स्वागत गरे नमस्कार नमस्ते सर आराम हुनुहुन्छ एकदमै हामी यो ठाउँमा आउँदै गर्दाखेरि यहाँको किसानको समस्यालाई र गुनासालाई समेटौँ भन्ने भावले म तपाईलाई सबैभन्दा पहिला के प्रश्न गर्न चाहे भने यो ठाउँमा सबैभन्दा उत्पादन हुने चिज चाहिँ के छन् होला तरकारी अथवा खाद्यान्न बालीमा के छ होला यो टिप्लिङमा हुने चाहिँ हाम्रो आलु अनि मकै जौ गहुँ हजुर कोदो सबै कुरो हुन्छ सबभन्दा धेरै उत्पादन चाहिँ के हुन्छ दिदी यहाँ आलु हुन्छ हजुरलाई मैले दिदी भनेर सम्बोधन गरे है हजुर आलु हुन्छ है आलु तपाईले कति फलाउनुहुन्छ एक वर्ष आलु त धेरै फल्छ भन्नु त त्यो बजार व्यवसायको कारणले चाहिँ यो आलु चाहिँ फालेकोले पनि के काम लाग्दैन यो फालेर हामीले खाएको जति हामीले सक्नेसम्म हामीले खायौँ नखाएको जति चाहिँ बजार व्यवसाय अनि रोडको कारणले चाहिँ हामीले चाहिँ यो गाई बस्तुलाई दिन्छ अहिले यो फागुन महिना लागेपछि चैतदेखि त यो सबै कुहिएर जान्छ रहेको आलु चाहिँ सबै गाई बस्तुलाई दिन्छ अनि सबै कुहिएर जान्छ त्यही भएको कारणले हामी किसानलाई चाहिँ धेरै पछाडि छ यो बजार व्यवसाय के गर्ने होला यो आलुको व्यवसाय के गर्ने होला भनेर एकदमै चिन्तित छ हामी किसानहरूको तपाईहरुले आलु रोप्दाखेरि नि दिदी गोरुले जोतेर गर्नुहुन्छ कि ट्र्याक्टरले जोत्नुहुन्छ कि मल कस्तो प्रयोग गर्नुहुन्छ के छ दिदी गुरुले जोत्छ गुरुले जोत्छ एकदमै गुरु जोड्नुपर्छ अनि गुरुको चाहिँ पालन गर्दाखेरि चाहिँ हामी किसानलाई एकदमै दुःख छ गोरु पाल्न पनि दुःख छ एकदमै दुःख हामी उता बिडमा जानुपर्छ घाँस गर्न जानुपर्छ चरण क्षेत्र छ कि छैन चरण क्षेत्र छन् छ धेरै अब यो गाउँमा चाहिँ गाई बस्तु धेरै पालेको छ पालेर पनि अब के गर्नुपर्छ हामी उता पारी जानुपर्छ बिहान 7 बजी हिँडेर गएर चाहिँ एक भारी घाँस गर्दाखेरि चाहिँ दिनभरि लाग्छ बेलुका 6 बजी रातिमा मात्रै आइपुग्छ त्यो गरेर चाहिँ त्यो हामीले गुरुलाई पालेर चाहिँ हामीले गुरु जोड्नुपर्छ एक भारी घाँस ल्याउनलाई बिहान हिँडेर बेलुका आउनुपर्छ त्यसरी गोरु पाल्नु भएको एकदमै दुःख छ हाम्रो यो किसानको लागि अब यहाँ तल सारमा जस्तै हाम्रो यहाँ पनि अब अथवा सरकार अथवा स्वास्थ्य विभागले हामीलाई पनि एउटा ट्र्याक्टर पाइदियो भने हुन्थ्यो जस्तो लागिरहेछ मलाई
एउटा ट्र्याक्टर मलाई मात्रै उपलब्ध नभइकन हामी सबैको चाहिँ हाम्रो गाउँघरको चाहिँ एकदमै दुःख छ के। अनि त्यो भएको कारणले चाहिँ एउटा ट्र्याक्टर पायो भने अर्को हामीले मेरामा हेर्दाखेरि चाहिँ अर्को ठाउँमा त त्यो खन्न पनि ट्र्याक्टरले, रोप्न पनि ट्र्याक्टरले, झन्ने त्यो उगाल्न पनि ट्र्याक्टरले गर्दो रहेछ। यस्तै पायो भने हुन्छ कि जस्तो लागिरहेछ। हामी सबैलाई हामी त्यही भन्न चाहन्छु, हामी सरकारलाई पनि, हामी सबै संस्थाहरूलाई पनि, हामीलाई पनि यो तिप्लिङमा पनि सबै विकट ठाउँ हो हाम्रो, यो विगत ठाउँमा चाहिँ यो भइदियो भने हुन्छ कि जस्तो हाम्रो मनमा यस्तो भइरहेछ। तपाईँहरूले ट्र्याक्टर पाउनुभयो भने छिटो पनि काम हुन्थ्यो, गोरुलाई जस्तो घाँस काट्नु पनि पर्दैन होइन, छिटो धेरै उत्पादनहरू फलाउनु पाइन्थ्यो भन्ने तपाईँहरूको आश्वासन अथवा आशा हो होइन? हजुर, एकदमै। अब तपाईँहरूले चाहिँ यो ठाउँमा विकासे मलहरू अथवा बिउहरू पाउनुहुन्छ कि पाउनुहुन्न? तपाईँ त यो त रुबी भ्याली गाउँपालिका हो नि त, गाउँपालिकाको सरकारले, केन्द्रीय सरकारले त होला हेरेन होला, गाउँपालिका स्थानीय सरकारले हेरेको छ कि छैन? अनि म चाहिँ यस्तो भइरहेछ, अब तलतिर जाँदाखेरि धादिङ बेन्सीतिर काठमाडौँतिर जाँदाखेरि चाहिँ त्यो युरिया मल युज गर्न देखिन्छ। यहाँ चाहिँ गाउँपालिकाले अथवा वाडाले चाहिँ हामीलाई युरिया मल पनि यहाँ आउन दिइरहेको छैन। यो युरिया मल चाहिँ हाल्नु मिल्दैन, मकैमा अथवा गहुँमा, जौमा, आलुमा त्यो हाल्नु मिल्दैन भनेर हामीलाई गाउँपालिकाले रोकेर चाहिँ युरिया मल पनि यहाँ आइरहेको छैन। गाउँपालिकाले यहाँ उत्पादन हुने चिजहरूमा त्यो युरिया मल प्रयोग गर्नु हुँदैन, त्यो एकदमै रोग हुन्छ भनेर हामीलाई यसरी रोकेको छ। हामीले तल जाँदाखेरि काठमाडौँतिर, धादिङतिर त त्यही युरिया मल प्रयोग गर्दो रहेछ। हामी त्यसमै हामी एकदमै पछुतो भएको छ। अब तलतिर चाहिँ रोप्नु हुने, त्यो आलुमा हाल्नु मिल्ने, यहाँ चाहिँ कसरी हो? यहाँ चाहिँ जनतालाई एकदमै दुःख, हामी किसानलाई एकदमै दुःख भइरहेछ। त्यहाँ गएर एक भारी घाँस गाडेर चाहिँ गुरु पालेर चाहिँ जोड्नु पर्ने ठाउँमा चाहिँ यस्तो न ट्र्याक्टर पाउनुहोस् हाम्रो गाउँमा, न त युरिया मल हाल्नु पाओस्। यो गाउँमा एउटा पनि ट्र्याक्टर छैन। हामी एकदमै गुरुले जोड्छ। अनि गुरु भएकोले गुरुले जोड्छ, गुरु नभएको खन्नुपर्छ। एकदमै दुःख छ हाम्रो। गोरु नभएकोले खनेर हजुर खनेर रोप्नुपर्छ। अनि यस्तै युरिया मलहरू प्रयोग गर्यो भने हामीलाई पनि गाईबस्तु धेरै पाल्नु नहुने थियो। हजुर, अब त्यो युरिया मल पनि रोकेपछि त हामीलाई चाहिँ यो गाईबस्तु पाल्नै पर्यो। मल नहालेसम्म खेती किसानै गर्नु मिल्दैन। त्यो भएको कारणले हामी धेरै दुःख भइरहेछ यो गाउँको मान्छे। दिदी, हजुरले आलु चाहिँ कति फलाउनुहुन्छ एक वर्षमा? कति जति आलु चाहिँ एक वर्षमा भन्नाले चाहिँ हाम्रो यो एउटा घरमा 2-3 भकारी आउँछ आलु। 2-3 भकारी भनेको कति हुन्छ? भकारी चाहिँ 20 फारी जाने भकारी हुन्छ। 20 भारी जाने एउटा भकारी? एउटा भकारी। 2-3 भकारी भनेको 60 भारी। 60 भारी पनि बढी पाउँछ। आलु एउटा घरले फलाउँछ। एउटा घरले फलाउँछ। त्यो आलु फेरि कुनै व्यवसाय छैन। हामीले खाएको भ्यायो भने भ्यायो, जति खाएर सक्नुहुन्छ। बाँकी रहेको चाहिँ कुहेर जान्छ अथवा गाई भैँसीलाई दिन्छ। कुहेर जान्छ अनि गाई बस्तुलाई दिन्छ। त्यति हो। हामीलाई केही अब बजार व्यवसाय छैन। अनि यहाँ अब कृषिले केही उपाय छैन। हामीलाई न गाउँपालिकाले हामीलाई के गरिदिन्छ, हामी त्यसमै एकदमै दुःख छ हामी। दिदी, तपाईँले घरमा के पाल्नु भएको छ? गाई बस्तुहरू, गाई पनि छ अथवा बाख्रा मात्रै छ? के छ? गाई छ। मेरो 5 गाई छ। 5वटा गाई छ। अनि 4-5वटा बाख्रा छ। फेरि चाहिँ छैन मसँग अहिले, पहिला त थियो। यो ठाउँमा त च्याङ्ग्रा होला होइन? विशेष गरी च्याङ्ग्रा छैन। च्याङ्ग्रा छैन, बाख्रा नै हो। बाख्रा मात्रै छ। बाख्रा, भेरा अनि गाई गुरु त्यति हो। अनि भैँसी। पोहोर सालसम्म त मेरो पनि भैँसी पनि थियो अनि फेराहरू पनि थियो। अहिले त अलिकति थान्नु सकेन के, बच्चाहरू सबै अब धादिङ बेन्सीमा गएपछि हामीले चाहिँ बराबरीले यहाँ थान्नु नसकेर चाहिँ भैँसी र भेरा चाहिँ हामीले बेच्दियौँ। अनि गाई र बाख्रा मात्रै छ। अनि बाख्रा पाल्नुहुन्छ तपाईँहरूले? बाख्रा बिक्री हुन्छ कि हुँदैन? कस्तो छ? बाख्रा बिक्री त हुन्छ। हुन त यस्तो हो, हाम्रो चाहिँ न दाना दिनु पाउनुहोस् हामी, त्यही भएर चाहिँ हामीले अब 4-5 वर्षको बोका यत्रो सानो हुन्छ। अनि त्यो भएको कारणले 4-5 वर्ष पालेको बोका पनि सानो हुन्छ। अनि त्यो भनेको खाद्यान्न पुगेको छैन। खाद्यान्न के पुगेको छैन। अनि घाँस
काट्न पनि ऊ जङ्गलमा जानुपर्छ रुखमा त्यो भएको कारणले चाहिँ नि हामीलाई धेरै दुःख छ के गर्ने होला अब बाख्रा र गाई नपालौँ भने फेरि मल गाबर आउँछ फेरि मल हाल्नु पर्यो त्यही भएको कारणले चाहिँ नि अनि तपाईँहरूले यो गाउँमा गाई पनि पाल्नु भएको रहेछ गाई त दुहुनुहुन्छ होला होइन दुध दिन्छ नि गाईले दुध अलिअलि के गर्नुहुन्छ आफूले घरमा त खानु होला त्यो 5वटा गाईको दुध त धेरै नै हुन्छ नि फेरि के गर्नुहुन्छ दिदी त्यो दुध दुहेको गाई छैन के एउटा मात्रै गाई छ मेरो एउटा मात्रै छ एउटा मात्रै दुहेको छ हजुर 1 मन जति 2 मन जति त्यो तल बेन्सीको जस्तो 1 पाती 2 पाती आउने गाई छैन हामीसँग 2-3 मन आउँछ हजुर अनि तपाईहरुले यो आलु लगाउँदा गहुँ लगाउँदा कोदो पनि हुन्छ नि यहाँ कोदो हुन्छ कोदो फलाउनुहुन्छ गहुँ फलाउनुहुन्छ हजुर सबै थोक फलाउनुहुन्छ तर बजारीकरण छैन है छैन यहाँ सिंचाइको सुविधा चाहिँ कस्तो छ दिदी पानीको सुविधा कस्तो छ त्यो सिंचाइको सुविधा भनेको चाहिँ नि हाम्रो खानेपानी चाहिँ नि ठिकै छ हाम्रो घर खानालाई पुग्छ खानालाई मात्रै पुग्छ सिंचाइको चाहिँ नि अब यो पानी छैन भनौँ भने यही अब गाउँभित्रै एउटा खोला छ त्यसमा चाहिँ नि हामीले चाहिँ नि कुन तरिकाले चाहिँ नि सदुपयोग गर्ने भनेको चाहिँ नि थाहा छैन त्यसलाई प्रविधियुक्त तरिका के हो भन्ने चाहिँ थाहा छैन प्रयोग गर्ने कसरी भन्ने थाहा भएन अनि पारी छ हाम्रो पारी गाउँ पारीमा चाहिँ नि हाम्रो त्यहाँ बाली लाउँछ त्यहाँ चाहिँ नि त्यहाँ पानी छैन मैले संस्थापकहरूलाई पनि अब गाउँ वाडामा गाउँपालिकाहरूलाई पनि भनेर मैले जति मान्छेलाई भने पनि उता हाम्रो पारी सबैको छ यो गाउँलेको सबैको पारी जग्गा छ त्यसमा चाहिँ नि पानी छैन पानी कहीँ छैन तलको खोला आइपुग्नुपर्छ अनि त्यहाँ चाहिँ नि आलु रोप्दाखेरि पनि त्यही सुकेर जाने पानीको सिंचाइ छैन त्यहाँ पानीको अभावले आलु जहाँ लगाए त्यही सुकेर जान्छ अनि जाउ गाउँ छाडे पनि त्यही यो हिउँदो महिनामा चाहिँ नि सबै त्यो घामले डढेर मर्छ त्यही भएको कारणले चाहिँ नि हामीले मैले संस्थाहरूलाई पनि हाम्रो त्यहाँ पनि एउटा सिंचाइ बनाइदिनु न भनेको संस्था भनेको कसलाई भन्नु हामीले चाहिँ नि सिंचन गरौँ न के भनेर संस्थाहरू आएको थियो भनेको त्यो त विभिन्न गैर सरकारी संस्था हजुर अनि स्थानीय सरकारलाई भन्नुभयो स्थानीय सरकारले मैले सबैसँग प्रश्न त मैले गरे हो प्रस्ताव त मैले गरे हो कसले पनि सुन्नु भएको छैन त्यहाँ यसपालि आलु रोप्नुपर्छ त्यहाँ त्यहाँ फेरि रोप्या मात्रै हो सबै डर छ एउटा कुरा नि दिदी तपाईहरुलाई यति धेरै घरहरू हुनुहुन्छ कति दूरी छ घर तपाईहरुको खै टोटलमा मैले घर दूरी त यति थाहा भएन मैले अनुमानमा कति जति होला हजुर अनुमान मान्छेको जनसङ्ख्या कति छ थाहा छैन सर मैले भनेको अनुमानमा लगभग हामीले देख्दा चाहिँ यहाँ 70 देखि 100 घरसम्म देखेका छौँ अझै धेरै होला यो हाम्रो 1 नम्बर वाडामा त्यो त बढी नै होला सर बढी नै छ 100 भन्दा बढी नै छ बढी नै छ होला त्यसो भए तपाईहरुलाई यत्रो किसानहरू बसेको ठाउँमा यति धेरै उत्पादन गर्नुहुन्छ हैन चामल बाहेक अरु मैले सुने अनुसार चामल बाहेक अरु सबै तपाईहरुले यही उत्पादन गरेर खाइराख्नु भएको छ हैन हजुर अनि यति धेरै कृषकलाई स्थानीय सरकार अथवा प्रदेश सरकार अथवा जुनसुकै सरकारले तपाईहरुलाई कृषि तालिम दिएको छ कि छैन अहिलेसम्म खै दिएको छैन अहिलेसम्म आए छैन यत्रो धेरै उर्वर भूमि भएको ठाउँमा यत्रो धेरै बाख्रा पालन हुने ठाउँमा गाई पालन हुने ठाउँमा यति धेरै उत्पादन हुने ठाउँमा अहिलेसम्म कृषि तालिम आएको छैन छैन आउनु पर्ने हो आ छैन खै यतिसम्म अनि कृषि तालिम चाहियो भनेर भन्नुहुन्न पालिकामा भन्नु त भने हो हजुर खै पालिकाले पनि सुने जस्तो गरेन हजुर अनि अर्को संस्थापकहरूले पनि सुनेको जस्तो गर्नु भएन अनि त्यही भएर कृषकको चाहिँ एकदम चिन्तित र दुःख छ किसान चिन्तित छन् यहाँ हजुर एकदमै तपाईहरु कोदो कति फलाउनुहुन्छ दिदी कोदो त फल्नु त फल्छ है कोदो त फल्छ कोदोलाई चाहिँ धेरै पानी पनि उगाउनु पर्दैन कोदो फलाउँदाखेरि तपाईहरुले धेरै आलु जस्तो धेरै भएर फाल्नु पर्ने अवस्थामा कोदो पुगेको छ कि छैन कोदो चाहिँ नि यस्तो हो सर हजुर कोदो चाहिँ नि अब 2-3 वर्षसम्म राख्नु पनि टेक्नु रहेछ हजुर कोदो त हजुर राखेर 2-3 वर्षसम्म पनि टिक्छ हजुर त्यो राखेर खानु मिल्दो रहेछ कोदो त त्यो भएको कारणले कोदो त धेरै खेर जान्न हजुर अनि खाली छेर जाने भनेको चाहिँ नि
आलु ए किसानको चाहिँ धेरै उ गर्ने पनि आलु फाल्ने पनि आलु हजुर अनि आलुले काम नलाग्ने पनि फेरि हो एक वर्ष खानु मिल्नु त्यहाँ 6 महिना खाएपछि त त्यो खाएर भ्याइसकेपछि त्यो कुहिएर जान्छ राखेर खानु मिल्यो भने त्यो हुन्थ्यो सीमित समयपछि त्यो कुहेर जान्छ अब यो फागुन महिना लाग्यो यो रोप्यो अनि त्यो भाङ्गिरहेको जति सबै कुहिएर जान्छ यो चैतदेखि त हजुर ए अनि तपाईले तपाईँ त यहीँको स्थानीय यहीँ जन्मिनु भएको कसो यहीँ जन्मा हो यहीँ जन्मिनु भएको है तपाईले जन्मेदेखि नै यहीँ जन्मिँदा भन्दा पनि म इन्डिया जन्मे हो हजुर इन्डिया जन्मेको इन्डियाबाट जन्मेर चाहिँ 2 वर्ष म यहाँ आएको म हजुर मेरो बाबा र मम्मीले 2 वर्षबाट यहाँ ल्याएर रहेछ ए हजुर त्यहाँदेखि यहीँ हुनुहुन्छ यहीँ भएको हो म यहीँ उत्पादन गर्दै खाँदै हजुर तपाईले सुरुमा यहाँ जान्दाखेरि जे अवस्था थियो अहिले पनि त्यही अवस्था हो कृषि सम्बन्धी किसानको समस्या त्यति बेला जुन अवस्थामा थियो अहिले पनि त्यही हो दिदी है अहिलेसम्म कतिवटा सरकार परिवर्तन भयो है त्यही त नि स्थानीय सरकार पनि आयो प्रदेश सरकार पनि आयो धेरै नेताहरू आए गए यस्तो गर्दैन तर किसानको समस्या तपाईँ 2 वर्ष हुँदा जस्तो थियो अहिले पनि त्यस्तै छ नि है त्यस्तै हो ओहो बडो विडम्बना छ अरू के उत्पादन गर्नुहुन्छ दिदी तपाईहरुले गहुँ पनि उत्पादन गर्नुहुन्छ गहुँ पनि गर्छ धेरै कतिको फल्छ दिदी गहुँ फल्छ फल्नु त राम्रै हुन्छ राम्रै हुन्छ भन्नाले अब यस्तो हो पानी पर्यो भने राम्रै भयो पानी परेन भने त्यो पनि खेरो भनेको आकाशी पानीको भरमा लगाउनुहुन्छ गहुँ अब सिँचाइ पानी छैन हामीमा हजुर अनि त्यो भएको कारणले आकाशबाट पानी छर्यो भने गहुँ र जौ राम्रोसँग फल्यो अनि आकाशबाट पानी छरेन भने त्यतिकै जान्छ त्यो अनि तपाईहरुले आलु लगाउँदा नि दिदी विषादीको प्रयोग गर्नुहुन्छ कि गर्नुहुन्न विषादी नलगाइकिन अथवा प्रयोग नगरिकन आलु फल्छ कि विषादी प्रयोग गर्नुहुन्छ कि विषादी प्रयोग गर्दैन हामीले गर्नुहुन्न त्यतिकै फल्छ हजुर त्यतिकै हो सकेसम्म विषादी त अर्गानिक फलाउनुहुन्छ नि त्यसो भए हजुर हामीले चाहिँ नि यस्तो हुनु त हो हामीले चाहिँ नि त्यो विषादी प्रयोग नगरेको खाना नि धेरै राम्रो हुन्छ विषादी हामीले प्रयोग गर्दैन हजुर हामीले विषादी प्रयोग नगरिकन पनि यो ठाउँको माटोमा त्यसरी आलु फल्छ घरमा 60 भारी भनेको 3 भकारी आलु फल्छ बिना विषादी हजुर अनि गोठे मलको भरमा अनि त्यति हो यति उर्वर भूमि छ यो ठाउँमा अनि यो आलु चाहिँ के आलु अथवा आलु चिजमा के प्रयोग गर्नु पायो भने यो किसानलाई पनि अलिकति हुन्छ कि जस्तो लागिरहेछ हजुर अब किसानहरुको ठ्याक्कै माग चाहिँ के छ किसानहरुले यो किसानहरुको समस्या हैन यो पूरा गर्दिए हुन्थ्यो सरकारले जस्तो लाग्छ दिदी तपाईले हाम्रो मिडिया मार्फत चाहिँ हामीले यो चाहिँ सुनाइदिन्छौं हामीले जनतामाझ पुर्याउँछौं सायद सरकारसम्म पनि पुगोस् भन्न चाहन्छौं हैन तपाईले के समस्या छ ठ्याक्क बताइदिनुस् ल अब मेरो अब अर्कोले के सोचिरहेको होला सबैले नि त्यही नै होला सबैको साझा समस्या हुन्छ हजुर मेरो सोचाइ के छ भनेदेखि यो हामीले चाहिँ नि यो आलुमा चाहिँ नि हजुर यो सिँचाइ यो पानीको व्यवस्था गरिदियो भने अनि मलको व्यवस्था अनि एउटा ट्र्याक्टरको व्यवस्था पाउनु भयो भने आलुलाई सिँचाइ मल र ट्र्याक्टर अनि त्यति पायो भने हुन्थ्यो त्यसमा तालिम पनि हुनु पर्यो कृषि तालिम चाहियो त्यही त नि हजुर हामीले त्यो चारोहरू पायो भने हुन्छ कि जस्तो लागिरहेछ गाई बस्तु पाल्नु पर्दैन हजुर गाई बस्तु पाल्नु नपरोस् अनि गुरु जोड्नु नपरोस् त्यति भयो भने अलिकति सुविधा पनि हुन्छ कि अनि यहाँको किसानलाई पनि अलिकति सन्चो पनि हुन्छ अब त्यो गाई बस्तु पालेपछि त घाँस काट्नु जानु पर्यो अनि घाँस भनेको यहाँ पाउँदैन फेरि उता पारी हाम्रो गाउँमा चाहिँ 4-5 जना त्यो भिरमा लोडेर घाँस काट्दाखेरि जाँदाखेरि भिरमा लोडेर मान्छे 4-5 जना मरिसक्यो मेरो आफ्नै मान्छे 3 जना मर्यो मेरो एउटा भान्ची मेरो जेठा दाइको छोरी अनि मेरो जेठानको छोरी एउटा अनि एउटा मेरो फुपूको घाँस काट्न जाँदाखेरि घाँस काट्न त्यही यही भिरमा 3 जना यही भिरमा मर्यो लडेर त्यहाँ घाँस काट्दाखेरि त्यो भएर एकदमै दुःख भइरहेछ हामी अब यो गाउँमा अब नभइसक्यो भने कहाँ जाऊँ
अब बसे पनि अब खेती किसान गरेर गर्नुपर्ने हो अनि गाई बस्तु पाल्नुपर्छ अनि गाई बस्तु पालेपछि त अब त्यहाँ भिरमा घाँस जानुपर्छ त्यही भएको कारणले चाहिँ एकदमै चिन्तित भइरहेको छ। अब गाई बस्तु पाल्न त दुःख नै छ, बाख्रा पाल्न दुःख नै छ। तपाईँहरूले एकदमै एक दिन लगाएर घाँस लिएर आउनुपर्छ। हजुर त्यो गाई बस्तु नपाल्ने हो भने फेरि घरको गोठे मल पनि त तपाईँहरूले प्रयोग गर्न पाउनुहुन्न होला नि, पाउँदैन। त्यही त नि, त्यही भएको कारणले नै म सबै मिडियामा अनि अथवा सरकारलाई म के भन्न चाहन्छु भने अब हामीलाई मोल पाउनु पर्यो, एउटा ट्र्याक्टर पाउनु पर्यो यो जनताको लागि। अब जुन अब नेताहरू पनि आउनु भएको छ, सबै नेताहरूले पनि हाम्रो लागि कुन हिसाबले चाहिँ यो गाउँको अब किसानलाई कुन हिसाबले चाहिँ अलिकति सुविधा हुन्छ, आनन्द हुन्छ गर्ने हिसाबले चाहिँ यो किसानलाई चाहिँ हामी के गरेर सिँचाइ अब खेती गरे पनि पानीको कमाइले गर्दा चाहिँ खेती सुकेर जान्छ अनि गाई बस्तु नपाले पनि नहुने, पाले पनि नहुने। यो हामीलाई दुःख दिएको पनि यो गाई बस्तु पालेर घाँस गर्नु परेर के गर्नु परेर मैले भन्यो नि अब 3-4 जना मान्छे मरिसक्यो। मेरै घरभित्रको मान्छे 3 जना मर्यो त्यो घाँस गर्दाखेरि चाहिँ गाई बस्तु पाल्नु परेर। त्यही भएको कारणले चाहिँ एकदमै चिन्तित छ। हामीले चाहिँ एउटा ट्र्याक्टर पायो भने अनि यो गाउँमा मल अनि सिँचाइ त्यति पायो भने हुन्छ कि त्यसपछि तालिम चाहियो, ट्र्याक्टर प्रयोग गर्न पनि जान्नु पर्यो, त्यसको लागि तालिम चाहियो। त्यो भएको कारणले चाहिँ हामी धेरै चिन्तित छ। अब सबैले हेर्नुहुन्छ होला मिडियामा। म त्यही भन्न चाहन्छु, म यहाँको किसान हो। म यो तिप्लिङ अब सबैले तिप्लिङ भनेपछि रूपभ्याली तिप्लिङ वार्ड नम्बर 1 को हो म त्यही भन्न चाहन्छु सबैलाई। अब नेताहरूलाई अब मिडियामा मैले बोल्यो, सबैले चाहिँ मेरो मनको चिन्ता अनि भेदा यो किसानलाई के गरेर चाहिँ ऊ हुन्छ भनेर अब चिन्तित भएको थियो। आज बोल्ने मौका पायौँ अनि मैले भन्यो। अब सबैले हामीलाई पनि दिदी म तपाईँले एउटा कुरा के भन्यो भने गाई बस्तुको बाख्राको मलले माटोको स्वस्थतालाई बचाउन प्राङ्गारिक मल नै राम्रो हुन्छ है, प्राविधिक हिसाबले है। हजुर। अनि त्यो पाल्नलाई तपाईँहरूलाई अप्ठ्यारो छ, घाँस एक दिन लगाएर ल्याउनु पर्छ, त्यही पनि ज्यान जोखिममा राखेर। हजुर एकदमै। अनि सरकारले तपाईँहरूलाई घाँसको व्यवस्था गरिदियो होइन, गाई पाल्नलाई सहज बनाइदियो अनि अरू विकासी मलहरू अथवा आधुनिक मलहरू, युरिया मलहरू अथवा रासायनिक मलहरू एउटा व्यवस्था मिलाइदियो भने र गाई बस्तु पाल्नलाई सहज बनाइदियो भने तपाईँहरू त्यसको लागि तयार हुनुहुन्छ? एकदमै तयार छ। घाँस नजिकै व्यवस्था भयो भने हजुर तपाईँहरू गाई बस्तु पाल्नलाई तयार हुनुहुन्छ? एकदमै। अनि अब तपाईँ जनप्रतिनिधिको हिसाबले तपाईँ त यहाँको वडा सदस्य पनि हुनुहुन्छ, महिला सदस्य हुनुहुन्छ, जनप्रतिनिधि पनि हो। तपाईँले बोलेको कुरा त स्थानीय सरकारले अलिकति सुन्नु पनि पर्ने हो। खै राख्नु भएको छ कि छैन अहिले? पहिला त यस्तो मिडियामा जाने बोलेको छैन मैले। अब समूहमा अब मिटिङमा त मैले बोलेको थियो। अहिले चाहिँ यस्तो मिडियामा त मैले बोलेको छैन। उहाँहरूले अब सुन्ने मान्छेले अब सुन्नु त सुने होला, सुने जस्तो गर्नु भएन। अहिले त अब मिडियामा बोल्यो, सबैजनाले सुन्नुहुन्छ होला, हाम्रो समस्यालाई समाधान गरिदिन्छ होला भनेर आशा राखेको छ मैले। त्यति सरकारले गरिदियो भने? हजुर एकदमै। तपाईहरुले गरेको उत्पादन बजारमा बिक्री हुनु पर्यो हैन? आलु अनि सिंचाइको व्यवस्था हुनु पर्यो, मलको व्यवस्था हुनु पर्यो, ट्र्याक्टर चाहियो। परम्परागत शैलीमा कृषि गर्दाखेरि तपाईहरुको समय पनि लस भइरहेछ हैन? हजुर। तपाईहरुको ज्यान पनि जोखिममा छ। यो ठाउँमा विशेष रूपमा सरकारले हेरेन भने यो ठाउँका किसानहरू धेरै पछि परेका छन् है। कुनै संस्था भागले हेरे पनि के छिन मात्रै हुन्छ, सरकारले नि हेर्दियो भने अझै ठिक हुन्छ कि जस्तो लागिरहेछ हाम्रो मनमा। सरकारलाई के भन्न चाहनुहुन्छ? हामी सरकारलाई पनि हामी त्यही भन्न चाहन्छु म। अब हामीलाई सिंचाइ चाहियो, हामीलाई अब मल चाहियो, हामीलाई एउटा ट्र्याक्टर चाहियो। हाम्रो गाउँघरमा चाहिँ नि एउटा जनता यस्तोले दुःख पाइरहेछ, त्यही भन्न चाहन्छु म। अनि गोठहरूको समस्या छ कि छैन दिदी? गोठ कस्तो छ हजुरहरूको?
गोड त एकदमै दुःख हो नि। गोड त अब पहिला त हाम्रो निङ्गालोले उ गरेर चाहिँ नि गर्नुपर्ने थियो। हजुर अहिले त त्यस्तो त छैन। टप्लिङहरू प्लास्टिकहरू ल्याएर हामी गोड बनाएको छ। हजुर अनि एकदमै समस्या के छ सबै कुरा। प्लास्टिकले हिउँदको बेला त काम गर्ला, बर्खा लागेपछि त फेरि त्यो पनि समस्या हुनसक्छ। बर्खा लागेपछि त हामी यहाँ चाहिँ नि अलिकति पाल्नु नसकेर धेरै भएकोहरू त त्यहाँ माथि जङ्गलतिर लानुपर्छ फेरि। ए जङ्गलतिर बर्खा लागेपछि जङ्गलतिर लैजानुहुन्छ? लान्छ जङ्गल। अनि जङ्गलतिर गएर बाँच्छन् त बर्खामा, पानीले भिजिरहन्छ नि वस्तु त। त्यो यस्तो हो, जङ्गलतिर त त्यो रुखमुनि त्यो धेरै पानी पर्यो भने रुख ठुल्ठुलो रुखहरू छ नि, त्यो रुखमुनि बस्छ कया वस्तुहरू। हामी चाहिँ नि एउटा त्यो ढिङ्गङ भन्छ हामीले, त्यो ढिङ्गङ भनेको छ के ठाउँ ठाउँमा। ए हजुर, ढिङ्गम भनेको? ढिङ्गङ भनेको यस्तो घर, त्यो फल्याकले चाहिँ नि यस्तो घर जस्तै बनाएको छ नि। ए हजुर हजुर हजुर, पौवा जस्तो। हजुर त्यस्तो बनाएको छ। अनि मान्छे चाहिँ नि त्यही भित्र बस्छ। गाई बस्तु चाहिँ नि बाहिर त्यो बाँध्नु पर्दैन, त्यहाँ त बाँध्दैन। अनि बाहिर छोडेर चाहिँ नि जुन ठुलो रुख छ त्यही रुख मुनि बस्छ पानी पर्यो भने। ए मान्छे चाहिँ त्यो ढिङ्गममा बस्छन्, अनि गाईबस्तु चाहिँ तपाईँको रुखमुनि, ठुलो रुखमुनि बस्छन् पहिरो छलेर। हजुर ए त्यस्तो हुन्छ है? त्यस्तो हो सर। भनेको गोठको व्यवस्थापन नहुनाले। हजुर बर्खामा त खानेकुरा पनि हुँदैन, फेरि हुँदैन। चराउन जङ्गल लैजाने, उहीँ छोडिदिने, आफू पनि त्यतै बस्ने। हजुर अनि खानेकुरा पनि लिएर जाने मान्छे? खानेकुरा त बोकेर लानुपर्छ सर। ए बोकेर लैजाने, त्यस्तो दुःख छ है? एकदमै सर। ओहो, नेपालको कहानी कुनै ठाउँमा त्यति सुविधा छ है? होइन हो सर, यो कुनै ठाउँमा यस्तो दुविधा छ। अब कुनै यो मिडियामा बोल्यो मैले, कुनै मान्छेले सुन्यो भने छक्कै पर्ला है। हजुर छक्कै पर्ने कुरा हो यो। हो, हाम्रो गाउँमा त जानी अब यस्तो हो, हामी दुःख पाइरहेछ, कोही कुनामा दुःख भइरहेछ। यो दुःख देख्नुपर्ने चाहिँ नि हामीलाई पनि, यो हाम्रो जनताको दुःख देख्ने एउटा नेता चाहियो कि हामीलाई पनि। तपाईँहरूको भावना बुझ्ने, तपाईँहरूको दुःख पीडा समस्या वेदना बुझ्ने नेता चाहियो। हाम्रो समस्यालाई समाधान गर्ने एउटा नेता चाहियो हामीलाई पनि। त्यो नेताको खोजीमा हुनुहुन्छ? एकदमै। हस् दिदी, समय दिनुभयो। समय र संवादका लागि यहाँलाई धेरै धन्यवाद। छोड्छौँ। नमस्ते दिदी। नमस्ते, हुन्छ फेरि पनि आउँदै गर्नु। हस्।